मर्निङ सेवानुङ साथीहरू सन्चै हुनुहुन्छ अनि के चल्दैछ त हिजो आज जाडोको खबर। अब कार्तिक सकिन आँट्यो, मङ्सिर लाग्न आँट्यो। अब आज शनिबार अनि छुट्टी मेरो। अब दिने पिछेको भ्लग बनाउनु भ्याउँदिनँ नि त म गाइज, किनभने अब घरमा मात्रै हुन्थे, घरमा बस्ने हुन्थे अथवा घरकै मात्रै काम गर्नुहुन्थ्यो भने त म मिनेटको भ्लग बनाउँथेँ होला कि। अब छैन होइन, अब बिहान उठेर हतार गरेर स्कुल जानुपर्छ, अनि त्यही भएर म चाहिँ भ्लग छुट्टीको दिन मात्रै बनाउँछु। आज शनिबार, आज कार्तिक 29 गते, अब भोलि लास्ट एक दिन बाँकी छ कार्तिक सकिनलाई पनि है। अनि भोलि चाहिँ आइतबार। म भ्लग धेरै बनाउँदिनँ किनभने त्यस्तो चिज केही देख्दिनँ क्या भ्लग बनाउने होइन। अब त्यस्तो जानिँदैन पनि होइन, त्यस्तो साह्रो जान्ने पनि होइन भ्लगमा बनाउनलाई होइन। यसो थोरै किन फुर्सदको बेलामा मोबाइल हुँदाखेरि छोरीले मोबाइल पक्रिन दिँदाखेरि बनाउन भन्ने नियमले मात्रै बनाएको, नत्र बनाउने थिइनँ म होइन। अनि अब शनिबार भनौँ त्यही काम हो, दिनै पिछेको काम त हो मेरो। दिनै पछि भात पाक्दैछ होइन। आज त धेरै ढिलो पकाएँ कि मैले, कस्तो भोक लागिसक्यो। हिजो पूजामा खाएको नि त हो, रोटी तरकारी खाएको देसीले भइहाल्यो। अनि पकाइने क्या राति भात, अनि बिहानै भोक लाग्दैछ। पकाउनु चाहिँ अलि ढिलो भएको छ। अनि भोक लागेर एकदम खरो भइसक्यो, खरो भइसक्यो त मलाई। अनि अब पाक्दैछ भात चाहिँ पाक्दैछ, दाल बसाएको छैन, आलु उसिनेको छु, दाल त्यसपछि पकाउँछु। अब हेरौँ आजको भ्लग। अनि लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला प्लिज। हाम्री कान्छी अन्डा पार्न बसेको थियो, अन्डा पार्न भर्खरै बस्नु भएको छ उहाँ। सुजा गुड मर्निङ। गुड मर्निङ सुजा। हेलो। ओके। अनि यो चाहिँ हो आज पाक्ने आलुको भुजियावाला आलु। हेर्नु न आलु गाइस, आलु। रिसाउनु होला किनकि साउन्ड पनि त्यत्रो ठुलो छैन मेरो होइन। भ्लगमा अब साउन्ड सानो आउँदो रहेछ। अब मोबाइल अलि कम पैसाको परेपछि यस्तै हुँदो रहेछ क्या। भ्लग बनाउँछु चाहिँ भन्नु होइन, साउन्ड ठुलो पारेर मात्र के गर्नु, मोबाइलले साउन्ड ठुलो गरिदिँदैन। अनि त्यो भ्लगमा साउन्डै सानो आउँछ, अनि त्यो लाटो मान्छे हेरे जस्तो फिल हुँदो होला नि। अहिले बल्ल थाहा हुँदैछ क्या मलाई गाइस, यो भ्लग बनाउन जति गाह्रो केही हुँदैन रहेछ भनेर। किनकि मोबाइलको साउन्ड ठुलो आउँदैन, आफ्नो स्वर यत्तिकै हो। अब यही स्वर मान्छेलाई बाहिर बोल्दा ठुलो लाग्छ, अनि यही स्वर फेरि भ्लग बनाउँदाखेरि चाहिँ सानो आउँछ। अब मोबाइलमा त्यस्तो साउन्ड ठुलो छैन। चुप न, चुप कति बोल्दो रहेछ है। मैले भ्लग बनाउने बेला चाहिँ बोल्नुपर्ने यिनीहरूले। मलाई भ्लग बनाउने छैन क्या, यिनीहरूले करारै दिँदैन मलाई। फेरि यिनीहरू कराएकै बेलामा मैले भ्लग बनाउनु पर्छ भन्दैछु म। नगरा यो भालेले फेरि भिडियो बनाउनु नदिएर तनाव गर्छ है। तैँले मलाई युट्युबमा काम गर्न नदिने बेस भाइ। ए भाले नगरा न। यसले करारै नदिने भए के भयो। रामनी राम नबुझ्नु पनि के रहेछ नि हो। ल म पुसिदिन्छु। अब म्याडमले अन्डा झारिसक्नु भएको रहेछ, अनि उहाँ सर कराउँदै हुनुहुन्छ। अब खोलिदिनु पर्यो गाइस। मैडम को बाटो छोड़ दीजिए, मैडम आना चाहती है। आ जाइए मैडम, आ जाइए, आ जाइए, आ जाइए। वेलकम 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 मैडम, वेलकम। झर्नुस् हजुर, झर्नुस्। इस अंडा के लिए है। भाग्दै माने हुनुहुन्छ र। कसरी भनेको अहिले फेरि भन्देऊ त, कसरी हेर्ने अरे। बेबी साग हेर्ने ल ल। वाक्क लाउन र जा।
कस्तो गिरिराज अरे लोकल जस्तो भित्र घरभित्र छिर्छ चर्नु नि कराउँदैछ जा। धान सबै काटेर सकिसकेको छ यहाँ अकबरी पाकेछ। नुहाइसके होइन सुजा रेडी पनि भइसक्यो यस्तै नाम भएको छ नुहाइला। अनि सुजा अब कहाँ जाने अब रेडी भएर कहाँ जाने अब रेडी भएर मम्मालाई जाने अरे ल आमा घर नजाने किन आमा घर जाने ल शनिबार जता भए पनि हिँडौँ होइन हो अब आफू त नुहाइहाल्यो होइन अब म पनि ठिक गर्नुपर्छ होइन। यस्तो छ छोटो कपाल काटेर ठुट्टै कपाल काटेर ठुट्टो बनाएर क्या रमाइलो भएको छ जिन्दगी है। खाखाक्र खुकुक नगर है सुजा कस्तो लट्टा पर्छ क्या त्यो सानो कपालमा पनि फेरि नि त्यो ठुटुरे कपालमा पनि के भयो कपाल बढ्छ भनेर काटेको अरे अझ राम्रो हुन्छ भनेर यस्तो छ अवस्था छे टल्केर अनुहार कस्तो कालो देखिरहेको छ यताको उज्यालो र उताको उज्यालो परेर के लगाइदिनु पर्ने हो के अनुहारमा पिम्पल निस्केर यस्तो छ जाडै छ र पनि त्यही पनि किन यस्तो नि अनुहारमा अत्याचार। हिजो आज त कुर्ता सुरुवालमा नि क्या साह्रो मोटो देखिन थालेछ यार म त डिङ 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 खिन्छ र चाहिँ धान काटिसकेको छ गाइस धान काटेर एकदम खतरा धान पाक्छ बारीहरू यता काट्दै बाँकी रहेछ हेर्नु कस्तो दामी भएको छ पाकेर धान यस्तोमा चाहिँ फोटो खिच्ने हो नि त गाइस तर के गर्नु फोटो खिच्न पाइँदैन। कलबाट मेरो छाया हेर्नु न यहाँ गुन्डाको जस्तो छाया देखिरहेछ क्या ए म देखाउन खोज्दैछु धानबारी ओ माई गड धानबारी एक्सप्रेस फुपू घर आइसकेको सुजाको फुपूको घर खोइ त सुजा फुपू छिटो आऊ खोज्न फुपूलाई छिटो आऊ खोज्न छिटो छिटो खोइ फुपू के गर्दैछ फुपू सुजा तिम्रो राज दादा हो र मेरो दादा हो नि राज दादा त मेरो दादा उसको दादासँग टाँसिएर नि सिगान पनि स्वाकाइरहेछ मर्कीले गर्दाखेरि फेरि मेरो राज दादा हो नि सुजा राम घोप्टेको हेर न राम के हो त्यत्रो गुनासो दादा भनेपछि त दादालाई अक्कोपट्टि पनि दादालाई माया गर्दो अनि अप्पै दादा आई लभ यु भनिदेऊ दादालाई आई लभ यु भनिदेऊ न छोरो छिटो दादा आई लभ यु भनिदेऊ आई लभ यु भनिदेऊ दादालाई त्यो अब यस्तो गरेर देखाइदेऊ नानी यस्तो वाला गरेर देखाइदेऊ बाबा दादालाई आई लभ यु भनेर को घरमा आएको ओहो आमा घर अब कहाँ जान आँटेको कहाँ जाने दोकान भन के लिनलाई
के लिन बाबा काटेरै पानी यस्तो छ अवस्था व्यवस्था कोही काटेकै छैनन् कोही काटेर त्रिकोण बनाएर राखिराख्छन् कोहीले त्यस्तो छ आधी काटेर कोही बिचमा काटेर यता छैन फेरि काटेको छैन कोही काँचै छन् अरे के गर्नु नि धानले पनि उग्रै गराउनु भयो पाली ललिपप अनि अर्को के ल्याएको हेरौँ अर्कोपट्टिको हातको के छ अर्को पनि देखाउ न त के बोकेको छ चाउ राम खानेकुरा त कति हो धान काट्न जाँदै अब धान के रहला र आज धान रहँदैन रहने क्षणमा छैन धान आज आमा धानमा काट्दै हुनुहुन्छ अब सुजा आएपछि झन् सक्यो अब सक्यो धान काटेर एकैछिनमा स्वाट हैन सुजा हो यता छुट्टै छ यहाँ बिचमा बाटो छ यता फेरि छुट्टै छ कोही लडे तर केही पनि भएन जस ठिकै छ कोही लड्न चाहिँ मजाले लडे तर के भन्छ धानको बिटोमा लडे के जिन्दगी धानको बिटोमा लडिस कोही बारीमा हराएको अवस्था गुहार माग्दै साँच्चै नि छोटो रहेछ नि उताको धान कत्रो उता परेको धान कत्रो ठुल्ठुलो नि यिनीहरू पनि ठुलो छ फेरि धानको नाम पनि बौला राम सुवर्ण आकारको रहेछ फेरि चाहिँ छु म मेरो कान्छी फुपू जेठी देउरानीको घरमा दिदी धान काट्दै हुनुहुन्छ नि त अघि देखिहाल्नु भयो होइन अनि हामी चाहिँ आमा छोरी भोक लागेर दोकानबाट ल्याएर गम खाना थालिहाल्यौँ दिदीले पनि खानुभयो वहीँ बारीमै होइन दिदी चाहिँ काट्दै हुनुहुन्छ अनि हामी आमा छोरी चाहिँ यहाँ कोठामा बसिरहेको छौँ अनि सुजाको उपद्रो यति छ हिजो आज ओ माइ गॉड 3 वर्षको बच्चाले यस्तो उपद्रो गर्छ कि मेरो दिनभरि कामै बढ्छ क्या त्यही काम मात्रै म बसे गर्छु क्या त्यही काम हुन्छ दिदी आइसक्नुभयो यति छिटो काट्नुभयो दिदीले रिमा यहाँहरूलाई स्वागत छ चोकमा चटपटे खाँदै लडिङ पिन्चेस हो म अरे पिन्चेस खोर्सानीको अचार ट्राई गर्न नबनाएको है थोरै चाहिँ रायोको साग हाय कति मिठो लाग्यो